हेलो गाइज नमस्ते वेलकम टु पोर्चुगल। आज तपाईँहरूलाई मैले नेपालीहरूको पोर्चुगलको बसाइ वस्तुस्थितिको बारेमा थोरै जानकारी दिन गइरहेको छु होइन। मलाई लाग्थ्यो मैले मेरो जीवनमा 17-18 वर्ष गल्फ मुलुकमा बस्दै थिएँ। त्यति बेला चाहिँ त्यो पिरियडमा मलाई चाहिँ कस्तो लाग्थ्यो भने मैले युरोप के होला, त्यहाँका मानिसहरू लगायत र हाम्रो नेपालीहरूको स्ट्यान्डर्ड के होला र मान्छेहरू रमाइलो गरिरहेको होइन, यी सबै कुराहरू देख्थेँ। र मलाई पनि एक दिन सपनाको सहर युरोप जस्तो लाग्थ्यो होइन। म कहिले त्यहाँ पुग्ने होला, यस्तो यस्तो खालका इमेजिनहरू मेरो मनमा दिन प्रतिदिन आइरहन्थे। साथसाथै फाइनल्ली वान डे आई गेट द्याट अपर्च्युनिटी फर पोर्चुगल्स। म आएँ र मैले यस्ता सामान्य ख्याल गर्दैमै पोर्चुगल आउने मलाई अवसर मिल्यो र म पोर्चुगलमा आइपुगेँ। म यहाँ आइरहँदा म आफ्नो जब क्याटेगोरी एग्रिकल्चर अथवा फार्म वर्कर्सको रूपमा यहाँ आइपुगेँ र यहाँ आइपुगेर 15-20 दिन मेरो यो आफ्नो रुमको इन्भाइरोमेन्टमा बसिरहेँ। 21औँ दिनमा मैले त्यहाँ एग्रिकल्चर फार्ममा मेरो आफ्नो अनुभवहरूलाई लिएर र आफ्नो जोस जाँगर उमङ्गलाई लिएर म त्यहाँ काम गर्ने को लागि गएँ। त्यो कामका दृश्यहरू, यी सबै कुराहरू पनि मैले यहाँहरूलाई नेक्स्ट भिडियोमा र पछिल्ला भिडियोहरूमा प्रस्ताउँदैछु। यो चाहिँ मेरो पहिलो भ्लग हो। यसमा पक्कै पनि यहाँहरूले साथ सहयोग गर्नुहुनेछ भन्ने पूर्ण आशा लिएको छु। वास्तवमा मेरो रोजाइमा पोर्चुगल नपरे पनि समयअनुसार चाहिँ म यहाँ आउने अवसर मिल्यो। मैले यहाँ धेरै अहिले रिसेन्टली म यहाँ फारो जिल्लाको क्वार्तेरामा बसिरहेको छु र म चाहिँ पहिला सान्तोतोनियामा, त्यहाँ चाहिँ विशेष गरेर हामी नेपालीहरूले काम गर्ने स्थल, एग्रिकल्चरमा जति पनि कामहरू गर्ने त्यहाँ चाहिँ एउटा स्थल हो। त्यो सान्तोतोनियामा नेपालीहरूको बसोबास गर्ने ठाउँ हो। धेरै क्राउड छ नेपालीहरूको र त्यहाँ आफ्नो दिनभरि काम गर्ने र बेलुका आफ्नो बासमा आएर बस्ने र धेरै जसो नेपालीहरू म त्यहाँ आफू काम गरिरहँदा एग्रिकल्चरमा फार्ममा काम गरिरहँदाखेरि चाहिँ एउटा रमाइलो अनुभव पनि बटुले, रमाइलो लागिरहेको थियो र धेरै नेपालीहरूको जमातमा र धेरै इन्डियन साथीहरू, पन्जाबीहरूको साथमा काम गर्ने धेरै राम्रो अवसर मिल्यो। दिनहरू बित्दै गए। सुरुमा मलाई चाहिँ केही दुःख, एग्रिकल्चर अब नेपालमा केही नगरेको मान्छे होइन, काम गर्न पनि सकिएन। धेरै थोरै साथीहरूले सहयोग गर्दै आए र आफ्नो शरीरलाई पनि, आफ्नो हेल्थलाई पनि ख्याल गर्दै थोरै आफ्नो शरीरको वेट लस पनि गरियो। त्यस पछाडि अहिले काम गर्नको लागि कुनै पनि समस्या छैन। वास्तवमै एकदमै मेरो विचारमा चाहिँ पोर्चुगल नेपालीहरूको बसाइको चाहिँ एकदम कठिन जस्तो लाग्यो। मान्छेहरूले 10-12 घन्टा परिश्रम गरेका छन् होइन। सामान्य 1000-1200 सेलेरीमा त्यत्रो परिश्रमहरू गर्नुपर्ने, घाम पानी भन्न नपाउने, उनीहरूले दिएको काम अनिवार्य रूपमा हामीले सम्पन्न गरेर दिनुपर्ने र काम गर्दै जाँदाखेरि त्यसमा पनि क्याटेगोरी, टार्गेट यस्ता खालकाहरू मिट गर्नुपर्ने होइन, प्रेसरका साथ काम गर्नुपर्ने। तर पनि आउँदै गर्दा यी कामहरू पुरा गर्दै गर्दा फेरि रुममा आउँदै गर्दा थोरै रिल्याक्स फिल, आफ्नो साथीभाइहरूसँग बस्न पाउने, थोरै मेन्टेन, आफ्नो मस्तिष्क मेन्टेन हुने पनि रहेछ। अहिले चाहिँ मेरो बुझाइमा हामीले चाहिँ यहाँ जो परिश्रम हामीले गरिरहेको छौँ त्यो परिश्रम हाम्रो नेपालमा यदि गर्न सकियो र नेपालको राजनीतिक स्थिरता कायम भयो र सुशासन र भ्रष्टाचार मुक्त देश भयो भने मलाई लाग्छ 10देखि 15 वर्षमा हाम्रो देश नेपालमा पनि आमूल परिवर्तन गर्न सकिन्छ जस्तो लाग्छ मलाई। र अहिले मैले यति भनिरहँदा यहाँका
वस्तुस्थितिको बारेमा, यहाँका नेपालीका रहन सहनको बारेमा, रीतिरिवाज यी बारेहरूमा मैले क्रमशः आजबाट क्रमशः रूपमा आफ्ना प्रस्तुतिहरू पक्कै पनि बढाउने छु मैले। यस्ता हाम्रा नेपालीहरू र यहाँको कल्चर यी सबै कुराहरू अबका दिनहरूमा म बिस्तारै प्रस्तुत गर्नेछु। पक्कै पनि यहाँहरूले मेरा भिडियोहरूमा सक्दो सहयोग गर्नुहुनेछ भन्ने पनि पूर्ण आशा लिएको छु। मेरो नाम प्रेम प्रसाद सापकोटा हो। म नेपालमा घर गैँडाकोट 1 मौलाकालिका मन्दिर फेदीमा रहेको छ। हाल म पोर्चुगलको फारो जिल्लाको क्वातेरामा बसिरहेको छु। गुड लक गाइज, have a good day. See you soon next video please. Thank you. Bye bye.